भीम शमशेरको छोरा कलकत्ता उसमा उनीहरूको बयान गर्ने बेलामा हजुर उनको यो कमिटी सिन्टर कमिटी याउँदुमा सर्वप्रथम हामीले पूजा गर्दाखेरि त्रिरत्नको शरण जानुपर्छ। त्रिरत्न भनेको काठ टिका सबैले यो जोड्ने चिज के हो आज खास गरी माथिको काम त्यो बिहामा पैसा उनको पूजा हो यो गुरु पूजा के अरे पैसा खर्च भयो हाम्रो यो चाहिँ यौको पूजा भनेको चाहिँ कुबेरको पूजा र लक्ष्मीको पूजा हुन्छ। कुबेर यौमा सर्वप्रथम हामीले पूजा गर्दाखेरि त्रिरत्नको शरण जानुपर्छ। त्रिरत्न भनेको बुद्ध रत्न धर्म रत्न सङ्घ रत्न त्रिरत्न भन्छ भने त्रिमूर्ति भनेको चाहिँ बाबा चेतसी गुरु बल्छे सत्य भगवान हामी कुनै पनि काम गर्दाखेरि त्रिरत्नको शरण जानुपर्छ। त्रिरत्नको शरण जान शरीर वचन मन शरीरले भगवानले मिलेर वचनले भगवानको पुकारा गरेर मनले बडो श्राद्ध भएको साथ आज हाम्रो फुलको पूजा यौको पूजा यौको भनेको चाहिँ यो के अरे द्रव्यको साहरू है यो के अरे मणि रत्न सुन सादी यो अनाजको साहरू भिर छ भनेको चाहिँ मान्छेको आयो हो सहेन र यो भने खाने पिउने अनाजको शक्ति साहरू कुबेर लक्ष्मी हुन्छ है। तपाईँले यसो ध्यान दिएर किसा हात जोडेर ओम वेद अमृता कुंडले हना हना ओम ओम सो पावाशिता सर्वा धर्म सो पावाशिता ओम वज्र जोरो देवाले मंदिर बजने ओम आहम वैद शिवाले के लाजे देवे चेने जते भेटो से भेटके दिने से समाला समाज के ये जमा संगम में बाबू को समझ तब ज्ञान का जो देशी को पाज पुष्प धूप आलोक के निर्णय देते शाब्दा मोबाइल जब जो जुरवाला जला जला जिने सोता जिने जिने नो दुसरे जब ये सकलता जी मध्य से रात जला बिना ये तबे जीवा सोबा जे मनो बता जी जवान कलकत्ता उसमा उनीहरूको बयान गर्ने बेलामा हजुर उनको यो कमिटी सिन्टर कमिटीको छोरी हो यो हजुर र उनीलाई लाग्छ मैले अवसरमा के हो अड्कियो
पछि उनको गुरुकरण एउटा एप्लिकेसन दियो Asal लाग्छ यार आज फुल फुल्या देवताले प्रसाद चढाएको छु भन्ने भन्न सक्छ थियो के अरे है अब भरे भात खानु अब हिँड्नु पर्यो तिमी यो भन्छ मान्छेको आयो सय भने खानेपिनको शक्ति साहहरू नर भने धन द्रव्यको साहहरू बनाउनको निमित्त छैन आर्य झम्बाला भन्छ कुबेर पनि भन्छ त्यसको पूजा अहिले हेर यो झन्डा चाहिँ कुबेर झन्डा यसको टुप्पोमा चिन्तमणि छ अरे है टुप्पोमा चिन्तमणि छ अरे यो कुबेरको झन्डा हो हामीले जे सोचेर आफूले जे चाहियो भनेर चाहिँ यसरी हल्लाएर उसको पूजा गर्छ त्यो दिन सक्ने हामीले पाउन सक्ने त्यस्तो हुन्छ अरे है सेतो जल तत्त्व रगतको तत्त्व हाम्रो रगत जल तत्त्व हाम्रो रगत के अरे शक्ति रगतको साह पूर्ति गर्ने यो जल तत्त्व यो सेतो जल तत्त्व हो है यो पहेँलो चाहिँ मट्टी तत्त्व हो हाम्रो यो मासुको तत्त्व हाम्रो यहीँ से यहीँ त तर यसको चाहिँ साह गयो भने हामी दुधमा हुन्छ अरे त्यो साह शक्ति बनाउनु निमित्त यो मट्टी तत्त्व हाम्रो मासुको तत्त्व हो हेर यो रातो चाहिँ आउने तत्त्व हाम्रो चाहिँ यो तपनी हुन्छ नि भित्र तपनी यो हाम्रो तपनीमा पनि यसको शक्ति गयो भने हामीलाई चाहिँ जो बिमार हुन्छ नि शक्ति बनाउने यो आउने तत्त्व यो हाम्रो तपनीको तत्त्व हो है यो हरियो जल तत्त्व हाम्रो चाहिँ यो रगतको तत्त्व जल तत्त्व हो हाम्रो रगतको शक्ति गयो भने यसको शक्ति बनाउने यो चार तत्त्वले शरीर खडा हुन्छ हेर निर्लो ईश्वर तत्त्व निराकार तत्त्व भन्छ है यो सारा पञ्चभगवानको पञ्चतत्त्व पञ्चज्योतिले हामीलाई चाहिने सम्पूर्ण धन द्रव्य इत्यादि साहहरू सबै बोलाएको छु भन्ने सम्झौँ हामीले पढ्दै गर्छु तपाईँहरू यसो हालेर है हालेर खाली नराख्ने है yeah.